हेलो हेलो साथीहरु, आज चाहिँ म यो अम्बा लगेर बेच्न गएको थिएँ। त्यहाँ हाट बजारमा चाहिँ यस्तो खतरा राम्रो लाखेनाच पनि लागेको रहेछ अनि लाखेनाच पनि हेर्यो। हेलो गाइज, हजुरहरुलाई स्वागत छ मेरो छोटो मिठो मिनी ब्लगमा। यो हजुरहरु सन्चै हुनुहुन्छ होला? म पनि एकदमै गुड एन्ड फाइन छु। हामी चाहिँ बिहान बिहान यो अम्बा टिप्दैछ। अम्बा चाहिँ किन टिप्नेको होला भनेर हजुरहरुले सोच्नु भएको होला। म चाहिँ यो अम्बा लगेर आज बेच्ने वाला छु अनि मैले चाहिँ कति पैसा बनाए भनेर हजुरहरुलाई पनि भन्ने वाला छु। हेर्नु न, हाम्रो घरमा यति धेरै अम्बा फलेर कोही पनि छैनन् के खाने, सिर्फ म मात्र हो साथीहरु। हजुरहरुलाई पनि खाने मन छ भने आउनु होला। म चाहिँ हजुरहरुलाई फ्रीमा यो अम्बा दिदिने वाला छु। हाम्रो घरमा यति धेरै यो कुहिएर झरेर यस्तो भएको छन् के, अनि मैले यो बेच्न पनि जाने वाला छु आज। अनि म सामान लगेर पुगिसके बजारतिर अनि एकछिन चाहिँ बसिरहेको थियौँ है। पानीले पनि के साह्रो विधि गर्छ कि, कति बेला पानी पर्ने कति बेला घाम लाग्ने गरिरहेको थियो कि साथीहरु। अनि मान्छे चाहिँ हुनुहुन्थेन, खासै अलिअलि हुनुहुन्थ्यो। अनि मान्छेहरू चाहिँ कहाँ जानु भएको रहेछ त भनेर यसो सोचिराखेको थियौँ। मान्छेहरू चाहिँ यताउता यसरी हिँडिराख्नु भएको रहेछ अनि किन हिँड्नु भएको भनेर हामी पनि गयौँ साथीहरु। अनि त्यहाँ चाहिँ यस्तो खतरा लाखेनाच पनि लागेको रहेछ अनि हामी पनि गएर लाखेनाच हेर्न थाल्यौँ। साँच्चीकै भन्नुपर्दा आजको लाखेनाच चाहिँ खतरा राम्रो थियो है साथीहरु। मलाई चाहिँ एकदमै धेरै मन पर्यो। हजुरहरुलाई पनि कस्तो लाग्यो अनि लाइक कमेन्ट शेयर पनि गर्नु होला। अनि म चाहिँ लाखेनाचहरु हेरेर अनि घरतिर फर्के सामान लिएर। अनि मैले सामानमा किनेको थिएँ प्याज टमाटरहरु आलुहरु त्यस्तै घरको लागि तरकारीहरु किनेको थिएँ। अनि घर आउँदा चाहिँ ठ्याक्क सासु आमाले मकै बुट्दै हुनुहुँदो रहेछ अनि मकै पनि खाइयो है साथीहरु। अनि आजलाई मेरो मिनी ब्लग यही सकिन्छ। अनि हजुरहरुलाई मेरो मिनी ब्लग कस्तो लाग्यो लाइक कमेन्ट शेयर अनि फलो चाहिँ प्लिज गरिदिनु होला। अनि आजलाई बाइ बाइ।